एजोस्पर्मिया भएको पुरुषको टिसा स्याम्पलको टिस्युलाई टिजिङ भइरहेको छ। वहाँ पुरुषको सिमेन एनालाइसिसमा वीर्य 0 थियो, एजोस्पर्मिया थियो। 25 वर्षको उमेरमा रोड ट्राफिक एक्सिडेन्टको कारणले अब्स्ट्रक्टिभ एजोस्पर्मिया भएको हो। उहाँको एफएसएच, एलएच र स्क्रोटल यूएसजी नर्मल छ। हामीले टिसा आइभीएफ इक्सीको सल्लाह दियौँ र त्यसै अनुसार आज उहाँको टिसा भइसकेको छ र टेस्टिकुलर टिस्यु एडिक्वेटली आएको छ र यसलाई टिजिङ भइरहेको छ एम्ब्रियोलोजिस्टद्वारा। त्यसपछि टेस्टिकुलर स्याम्पललाई आइभीएफको ल्याबको 400 टाइम्स म्याग्निफिकेसन हुने इन्भर्टेड माइक्रोस्कोपमा स्पर्मको खोजी भइरहेको छ। स्क्रिनमा देख्न सक्नुहुन्छ एक्टिभ मोटाइल स्पर्म भेटिएको छ। स्पर्म रिट्रिभल कन्फर्म भइसकेपछि टिसा प्रोसिजर स्टप गरिन्छ र यो स्याम्पललाई केही समयको लागि इन्क्युबेट गरिन्छ। भेटिएका कुनै स्पर्म मोर्फोलोजिकली एब्नर्मल र इमोटाइल पनि छन्। टिसाको रिपोर्टमा ओकेजनली मोटाइल स्पर्म 1% मोर्फोलोजिकली नर्मल भनेर दिइएको छ। यसरी देख्न सक्नुहुन्छ टेस्टिकुलर टिस्यु पनि एडिक्वेटली रिट्रिभ भएको छ र स्पर्म पनि इक्सीको लागि एडिक्वेट नै देखिरहेको छ। इक्सी गरेर पनि बाँकी भएको स्पर्मलाई हामी फ्रिजिङ गर्छौँ। अब इन्क्युबेट गरिसकेको स्याम्पललाई फेरि माइक्रोस्कोपमा हेरिन्छ र एक्टिभ मोटाइल र मोर्फोलोजिकली नर्मल स्पर्मलाई सेलेक्ट गरिन्छ। देख्न सक्नुहुन्छ यी एक्टिभ मोटाइल र मोर्फोलोजिकली नर्मल स्पर्म्सहरूलाई इन्जेक्टिङ निडलमा लोड गरिएको छ। इमोटाइल र मोर्फोलोजिकली एब्नर्मल स्पर्मलाई इक्सीको लागि सेलेक्ट गरिँदैन। देख्न सक्नुहुन्छ यसमा ठुल्ठुला राउन्ड प्याचेसहरू टेस्टिकुलर टिस्यु हुन् र त्यस बीचमा भएको एक्टिभ मोटाइल स्पर्मलाई केयरफुल्ली इन्जेक्टिङ निडलमा लोड गरिन्छ। हेर्दा धेरै नै सजिलो जस्तो देखिए पनि यसमा हाई एक्सपर्टिजको जरुरी हुन्छ। यो देखिएको स्पर्म इमोटाइल छ र एब्नर्मल छ, त्यही भएर यसलाई सेलेक्ट गरिँदैन। सेलेक्ट गरिएका स्पर्महरूको इक्सी गर्न अगाडि टेललाई कट गरेर इमोटाइल बनाइन्छ। यसरी सिमेनमा वीर्य नील भएको कारणले प्राकृतिक रूपमा गर्भ नभइरहेको केसमा टिसा गरेर राम्रो खालको वीर्य भेटिएमा आफ्नै वीर्यबाट टेस्ट्युब बेबी आइभीएफ इक्सी गरेर सन्तानको चाहना पूरा गर्न सकिँदो रहेछ। एक्टिभ मोटाइल स्पर्मको टेल कट गरिसकेपछि ती स्पर्मलाई इन्जेक्टिङ निडलमा लोड गरिन्छ। अब इक्सीको लागि तयारी गरिन्छ। एग पिकअप भइसकेको छ श्रीमतीको र उहाँको यो एग या अन्डा हो र यसको बनावट मोर्फोलोजिकली राम्रो देखिरहेको छ र एउटा एगमा एउटा मोर्फोलोजिकली नर्मल स्पर्म इन्जेक्ट भइरहेको छ जसलाई इक्सी भनिन्छ। ओपियुमा रिट्रिभ भएको हरेक M2 एगलाई होल्डिङ निडलले होल्ड गरिन्छ र हरेक M2 एगलाई इन्जेक्टिङ निडलद्वारा मोर्फोलोजिकली नर्मल स्पर्म एकवटा इन्जेक्ट गरिन्छ। हेर्दा इक्सी प्रोसिजर एकदम इजी देखिन्छ, तर यो गर्नको लागि हाई एक्सपर्टिज र एक्सपिरियन्सको जरुरी हुन्छ। यसरी आधुनिक प्रविधिबाट वीर्य नै नभएको पुरुषले पनि आफ्नै वीर्यबाट सन्तानको चाहना राख्न सक्छन्।